हेलो हेलो हजुर नमस्कार। जय घन्टी देश घन्टीमय भएको छ है। एकदमै खुसी लागेको छ देश घन्टीमय भएपछि। त्यही खुसी साट्न हामी पनि जिटिएबाट अलि धेरै टाढा लन्डन यहाँ हाम्रो प्रिय सालाजीलाई भेट्न आएको हैन, खुसी साट्न। अनि देश चाहिँ घन्टीमय भएको छ, धेरै धेरै खुसी लागेको छ। अनि धेरै जिल्लाहरू क्लिन स्विप भएको छ, राष्ट्रपाले जितेको छ, खुसी छौँ हामी एकदमै। सुख दुःख जे जस्तो भए पनि हामी सबै नेपालीहरू बसिरहेछौँ। देश बनोस् भन्ने हाम्रो पनि चाहना हो। हामीले पनि देशमा योगदान सहयोग गर्दा गर्दै केही बाधाहरू आएर हामीले पर्दिनु परेको छ। पक्कै पनि अझै पनि हामीले आफ्नो देशमा के गर्न पाऊँ, त्यहाँको नियम कानुन सबै राम्रो भयो भने, आफ्नो तवरले काम गर्ने वातावरण भयो भने चाहिँ पक्कै पनि सबै आउनेछौँ। यो चाहिँ अहिले हामी यहाँ घरको अलि यतातिर खोलामा आएको छौँ। चाहिँ भर्खरै तपाईँको हिउँ बग्लेर अब खोला पानी बग्न स्टार्ट भएको छ। अब समर सुरु भयो, रुखहरूमा पात चाहिँ अब आउन बाँकी छ। लगायततिर जाउँ टोली हामी। अब यता हिँड्दै गरौँ। पहुँच भन्ने ए पोखरी, यो चाहिँ तपाईँको खोला। अनि यो अब यहाँ तपाईँको यो यति सानो जङ्गल छ है, खोला छ, तर पनि यहाँ मृगहरू भयो, नीलगाईहरू स्वतन्त्र रूपमा, जसरी मान्छे स्वतन्त्र छन् त्यसै गरी यहाँको जनावरहरू पनि एकदमै स्वतन्त्र छ। कसैले कसैलाई मार्ने यस्तो चाहिँ छैन। अहिले भर्खरै हामीले जरायो देखायो नि, स्याल हो त्यो, स्याल होइन होला, स्याल त जस्तो थियो न, जरायो जस्तो थियो, खोइ टाढो देखियो। यहाँ सबै जनावरहरू एकदमै स्वतन्त्र छन्, जसरी विभिन्न विश्वभरिका मुलुकका मान्छेहरू यहाँ एकदम स्वतन्त्र रूपमा आफूले काम गर्न पाउँछन्, बस्न पाउँछन्, त्यस्तै गरी यहाँको प्रत्येक जीव जन्तु अनि त्यसरी नै स्वतन्त्र छ। इट्स अ ब्युटिफुल क्यानाडा। सबैलाई सम्मानजनक व्यवहारले हेर्छ यहाँको गभर्मेन्टले पनि, र नेपालमा पनि त्यस्तै होस् भन्ने हाम्रो चाहना हो। अनि तपाईँको खेती, अब यहाँबाट खेती चाहिँ स्टार्ट हुन्छ। यो पानी स्टोर गर्ने ठाउँ, यो तपाईँको हिलो छ है। यहाँ चाहिँ अब तपाईँको समर स्टार्ट भयो। यहाँ तपाईँको खुर्सानीहरू, धनियाँहरू, लसुनहरू लगाउने हाम्रो दिदीहरूको खेत हो यो होइन। यो अघिल्लो सिजनको मकैको डाँसहरू कति अग्लो चाहिँ छँदैछ। त्यसमा अब विभिन्न किसिमको बालीहरू लगाएर अनि यहाँको नजिकको हाट बजारमा लगेर बेच्नुहुन्छ उहाँहरूले। त्यहाँबाट पनि आफूलाई खानु नि हुन्छ, अलिकति 2 पैसा पनि